टक्को कालिज हो डलर झर्ने भिडियो डलर झर्ने गरेका $1 डलर झर्ने यहाँ अब हाम्रो यहाँ सट्ट साइबाले यहाँ यसको दुःख पनि नजाओस् यसको चाहिँ चित्त पनि नदुखोस् भनेको 100 झार पार्दै हुन्छ है पहाडे कालिज सायद त्यसलाई सकाइदिएर उतै यतै ल्याउन्न ल अब चट्ट यो चाहिँ देखिँदैछ नि भान्जी त्यो बनाइयो भालेको टाउको नौसिङे भाले टक्क चकी क्वालिटीमा इस यो चाहिँ माथि लेखको 15 वर्ष पुगेको कालिज र 16 वर्ष पुगेको पिउराको क्रस हैन भने कसले सायद यसो जान्थ्यो नि हैन यस्तो यस्तो गर्दा पनि नजाने यस्तो छिप्पड अब यसको माल अहिले कस्तो बन्छ हेर्नु होला यसको सुप खाएपछि कस्तो होला हैन सुप खाएपछि झन् ल चक्की क्वालिटीमा यो किसिमको टक अब फेरि मिमेर छ इन्डियामा त यता 15,000 रुपियाँ किलो भनेको नेपालमा त अब सस्तै खाँदैछौँ टक्क ल यस्तो हो यहाँ हाम्रो साइबा पाहुना साइबालाई अराउँछ नमिल्ने साइबा नि तर अब हुन्छ भनेर मासु पोल्नु पाउँदा को यहाँ यहाँ चाहिँ हामी एकदम यो कलेजदेखि सरेको सेता खालको कलेज हो र टक्क अब यो र चाहिँ यहाँ हाम्रो अर्को जिनिस छ एकछिन र हामी यो र त्यो भेट हुन्छौँ अब मजाले यो कुन तरिकाको बनाइन्छ अहिले भरे हेर्दै जाउँ साइबा लु यो कोङसेङमा बिन्द बिन्द यो चाहिँ अघिको सेतोवाला सेतो कलेज दामै पाउँदो रहेछ कोङसेङमा यति भए पनि थपियो नौसिङ भालेको शिर साइबासँग हाम्रो साचङमा हो पार्टी हुँदैछ दुई भाइको मात्रै भरे थपिनेवाला छ होइन साइबा भरे त्यहाँ पर छ त्यो थपिन्छ ल है ल अर्ग्यानिक आछामे कात्तिके कोजोकी आछामे भन्छ अरे कोको यो लु यता पाक्दैछ पिउरा र कालिजको क्रस यता ढेँडो अब हाम्रो कोकुले यस्तो दामी मस्काउनु हुन्छ कि अनि अब भरे कस्तो हुन्छ खाँदा चाहिँ सेतो हुन्छ कि कालो हुन्छ ल सेतो हुन्छ कि कालो हुन्छ आज चाहिँ हाम्रो साँच्चीकै कोकु यो चाहिँ अर्ग्यानिक है पौडिनु पर्यो नि कोकु यो चाहिँ अर्ग्यानिक हो कुखुरा पनि अर्ग्यानिक कुखुरा हो भने पिउरा हो पिउरा कालिज पनि अर्ग्यानिक ल लुगा कोकुले लुगा खोल्नु भयो मस्काउनुलाई ढेँडो मस्काउनुलाई ल ल है साँच्चीको अर्ग्यानिक दाउरामा पाक्दैछ मालपुवा ट्वाक ट्वाक भने जस्तो अब लुको यसो उम्लेपछि गर्नुपर्ने होला नि ल है ट्याक के लोधोएपछि अब नि लोधोदैछ तलदेखि अति नै मिठो बनाउनु खोज्नु है कोकु ठिक छ कोसिस गर्ने हो कोकु कोसिस गर्नु है उहिले कोकु खिल्लोरी भनिन्थ्यो होइन आमाले खिल्लोरी भन्नुहुन्थ्यो खिल्लोरी भनेर के रहेछ खिल्लोरी यसलाई ए थोक त्यो अहिले पो सम्झे गुको लोरी देपा अहिले देपा रोन त खिलोरी भन् थोक म त फेरि अहिले पो सम्झिँदैछु लु आमाहरूले उहिले भुरा भनेको कुरा आज खिलोरी भने खी भनेको राई भाषामा गु लोरी भनेको गुको चाम्लिङ भाषा थक त्यसो पो रहेछ त कुरा त ढेँडो चाहिँ कसरी मस्काइन्छ भनेर तपाईँलाई थाहा छैन उहिलेको पुरानो हेर्नुहोस् ट्याक कोकु त्यसलाई के भन्छ त्यो कालो तल तोक्चे चाहिँ तोक्चे त्यो
उयो हल्लिन्छ यो भाग्छ भनेर नि कोको पल्टिन्छ भनेर आमैमै नठेली त हुँदैन नि अनि एकपट्टि पाकिसकेको त पिठो पनि निस्क्यो त कोको होइन यो पिठो घोल्नै बाँकी छ अब निकै तागत पो चाहिँदो रहेछ नि ढेँडो मस्का पनि कोको यो त रेला त होइन रहेछ त पिठो घोल्न आँकी अरे ठिक छ अब पानी थपेर आउँदा कसो होला कोको अबै त्यो त गुवाई हुँदैन पिठोले पनि सक्छ निकै कसरत गर्नुपर्छ है कोको चिट चिट पसिना आइसक्यो है लु लु है त्यहीँ पो थियो म यहाँ कोकोलाई बल दिँदैछु त त्यो फम्से त्यो कि कोकोलाई यहाँ बल दिँदैछु म साँच्चै फम्से त्यति मेरो जिम्मा थुम्से चुलेको जिम्मा आँगनमा लडाइदिइरहेको अरे कि सिक्कामा लडाइदिइरहेको अरे अनि हस्यान र पछ्यान ल फाइनली 2 घन्टा उमालियो चाहिँ पिउरा र कालिजको मासु 2 घन्टा उमाल्यो आमा पाट छुटिरहेछ यतिसम्म पानी थियो लगभग 4 इन्ची घट्यो यस्तो छ योसँग के खाने भनेर तपाईँ सोध्नुहुन्छ होला भने सोच्नुहुन्छ भने टक्क चोकीको रोटीमा कोकुले कति मजाले कोकु भाग लाउनु भएको थुक क्या भिडियो छुटिएछ नि कति मजाले हेर्न यी ल यी 1 लोरी 2 माल 3 माल कति मजाले भाग लागेको नि आमै ल स्पेसल ढेँडो मस्काएर भाग लाउने कला कसैलाई छैन भने हाम्रो कोकुलाई सम्झिनु होला त्यसको लागि मोबाइल नम्बर मुनि राख्छौँ मुनि हात्ती पुग्यो लु लु साथ यो अघि सुरुबाट गर्नु पर्यो कि कस्तो साइजको बनाउनु भयो कि ट्याक 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 के भए एक चम्ची धेरै होला आमा फेरि हेरौँ न बिमला पुरा टक्क के अरे बिमलाले त यो आँपको अचार टक्क आमा मेरो थुक निस्किसक्यो बिमला ढेँडो अनि आँपको अचार अब मासु लाउँदा के मान्छे मर्दैन मेरो होइन म त घरको ठुलो मान्छे होइन कोकु होइन म त घरको गार्जेन ठुलो मान्छे हो कि काँसेमा हुनुपर्ने किन यो मलाई थोरै थालमा 1 2 3 4 5 अनि एकछिन है जन गर्नु खिलोरी 5 1 2 3 4 5 1 2 3 4 5 6 कोको अब एक ठाउँमा थिए ल एक ठाउँमा थिए थाल ओडाङो कोको ओडाङो ल त्यति नै होइन नि बिमला यसको आउँछ खाने तरिका ए मोटीको आमा सिकुटीको आमा ल एकछिन है कोको ठ्याक्कै कोकोले भन्नुभयो ल यो अनुभूतिको बाउ त्यो अनुभूतिको आमा यो अनुभूतिको कोक्पा यो अनुभूतिको सागु कोकु यो अनुभूतिको कोकु पा हुनालाई ठुलो अचार रहेछ ल चोडक्कसँगले अब बोटुकोमा खाऊ कि यी रस लाउनु कोकु सर्त गरौँ यी कोलेक चोबाल्दै खानौँ ल हामी फाइनली रसमा भेट्नेछौँ ल फाइनली अघि हाम्रो महेश साइबाले भाले समाएकोदेखि हामीले अहिलेसम्म भाले तपाईँलाई हत्या गर्नु लाएँ तपाईँलाई निकै भावुक रुनु खोज्दै भाले मारिदिनु भयो दुःख लागिरहेछ अनि त्यसो गर्दै भाले मार्यौँ के गऱ्यौँ बिचमा के भिडियो हेर्नु भयो होला अन्तिम यो हाम्रो क्लोजिङ भिडियो के को लागि मैले घोडी गरौँ साइबा नमिठो भए पनि ठिकै होला तपाईँहरू हामीहरू
खासै सुखमा हुर्केको होइन खाना नपाएर हुर्केको होइन यो चाहिँ अर्ग्यानिक हो दुःख सुखमा हुर्क्यो ल साइबा के छ मैले पकाएको साइबा पहिलोचोटि मासु के कस्तो ठिकै छ नि स्पेसल एकदम साइबा एउटा कुरा सुन्नु न सोपियोङ हुन्छ नि राई भाषामा यो नटोक्नु अरे फेरि एउटाले पुरा विदेशीले टोक्दै थियो अरे यो खिलोरी म त तोक्दै थिएन पुरै चबाएर नि डुबाउने खप्पै अरे तोक्नु हुँदैन चबाएर निल्ने हो अब आपालाई त के सोध्नु जिन्दगी छ नि बितिसकेको हो तर आपा ऊ टोक्नु चाहिँ हुँदैन है नट बा टोक्नु हुँदैछ आपाले सानो अक्टा चाम्ने ल अघि लो ल धेरै भइजान्छ भने आपालाई सोधेर के छ आपा ऊ त्यहाँ अलिक ओझैन साइबा खाउँ बरु भोलि 8 बजी उठौँ बाँकी काममा लागौँ उहिले तपाईँहरूले बनाएको जस्तो सक्छ छैन आपा साँच्ची यस्तै आमा आपाले उहिले बनाएर हामीले खुवाउनु भएको यस्तो छ आमै गएको उहिले आप्पा आमाहरूले बनाएर खुवाएको भन्दा हामीलाई अहिलेको यो अझै अझै राम्रो अरे अझै राम्रो भन्नुभयो अनुभूतिलाई कस्तो लाग्यो मम्मीहरूले खोसाएको कि खाइरहेको वाउ तर यसको यो चिज के हो थाहा पाउनुपर्छ बा त्यत्तिकै खाने भरे फेरि अपच भइन्छ नि साथी यो त होइन यत्रो होइन आधी आधी यसो काट्नु होइन खान्छ होला को नि है अनुभूति भात पनि खाइयो मिठै भो कि के कसरी अनुभूति हाँस्दै हाँस्दै खाइयो त भान्जी के छ नभनौँ विमला मिस तुम्बा पो के छ ल पहिला रुमालले बान्थ्यौ कपाल टाउको दुख्थ्यो दिनै खानुले यस्तो दिनै खानुले अहिले 10 वर्षमा एकचोटि खाँदा के हुन्छ चिज बस ल आजको स्पेसल मान्छे तर कहाँ जानु भने मै हो मै बस्नु त भएन नि साइबा कस्तो साइबाले बिचमै अरू कहाँसम्म मैले कोकुलाई यसो सम्मान गर्नु खोजेको यत्रो ढेँडो बस्काउनु भयो पिठो लिएर साइबाले सही भनौँ स्पेसल आजको मै हो भनेर भन्नुभयो तर हाम्रो कोकु आउँदै हुनुहुन्छ केही समयपछि पर्खिनुहोस् हाम्रो कोकु आउँदै हुनुहुन्छ कोकु कोटा तामिने धारनी कि उदानी से कोकु लु हाम्रो रहर 1 महिनामा पुऱ्याइदिनु भयो होइन यो खानै पर्छ कोकु एक खान खान ठिक्क लगाइदिएको ठिक होइन कोकु त्यति त खानु होइन युङ छ जति छ म त्यो छ नि म त्यो गर्नु न त्यति तोर्नु न खानु न कोकु लु धन्यवाद कोकु खिल्लोरीको लागि कोकुलाई स्पेसल आजको आजलाई यो समग्रमा यस्तै भिडियो भयो अब म यसलाई कसरी टेस्ट गरेर खान्छु अबको 15-20 सेकेन्ड पछि हामी भेट्छौँ ल फाइनल गर्नलाई चाहिँ मै चाहिने भयो यहाँ हाम्रो कोकु नहुनु भएको भए यति राम्रो खिल्लोरी हुन्थेन अरे भन्छ सबैले म त खाएको छुइनँ अनि तिमी मैले खिल्लोरी ढेँडो भन्छ खिल्लोरी चाहिँ चाम्लिङ भाषाबाट अर्कै अर्थ लाग्छ खिल्लोरी भनेको के हो चाम्लिङ को बुझ्दो रहेछ कमेन्ट गर्छ चाम्लिङेहरूले खोटाङेहरू भोजपुरे खोटाङेहरूले गर्छ खिल्लोरी भनेको के रहेछ ल साइबा तपाईँ अघि मैले के भनेको थिएँ भन्नु त बिर्सिनु भएन भने आज कतिवटा बिरेल आउँछ भनेको थिएँ बढ्न सक्छ ल 15 वर्ष पछाडि खिचडी ल भान्जी मेहनत गर्दै है यो त आत्ति गएर खानुपर्छ नि ल 15 वर्ष पछाडि उहिले यो थिएन भए हामी बाँच्नु थिएन आज यो चिज भयो यस्तै समय पछि यस्तै भयो म ठुलो भनेर पनि हुँदैन म धान कति खानु भन्ने पनि हुँदैन बचाउने हाम्रो आज यो बिना यी पुर्खाहरूले बचाएको स्पेसल
ढेँडो खिलोरी हात्ती पो गयो खानु त नजान्दो रहेछ के डाइलग मात्रै बोलेर त्यसरी गर्ने बिमलाले दियो त्यो माइजुङ थिएछ न खान त जान्दैन कसरी लु कसो लुप्काएर खाने हो नि त यस्तो रेमा खाता दे हेर न फेरि सर्काउँछ है अस्ति सर्काए मिठोले पनि सर्काउँदो रहेछ ओए मासु नचोर अनुमतिको आमाले म मासु चोर्यो आमामा यति छिटो चोरेन कि लु हेट। कता छिरो भात अरे लु कता छिरो भात घोग्रोमा छिर्छ लु अलिक चाम्रो भएछ तर अघि के मैले पिठो लाउँदै यो पाएको बेला त्यतिखेर चाहिँ निकालेर खानु ठिक्क थियो तर गोकुले तिउन पाकेको थिएन र तर गोकुले नि अघि नै यो ढिँडो कुन लेभलको हुन्छ अघि थाहा पाउनु भएको थियो किनभने बा पिठो अलिक बढी लाग्यो नि भन्दै हुन्थ्यो तर ठिक छ अर्को माम खाने त्यसमा चाहिँ के धेरै अरू माम गोकु सबैभन्दा मेहनत यहाँ तपाईँको छ अनि मेरो छ मासुमा अलिकति मेहनत मेरो समयले बनाए ढेँडोमा तपाईँको लुकोको जय फेरि अर्को साममा कहाँ भन्नु आदि गोकु हामी यस्तो भने जय ढेँडो जय मासु भन्नुपर्छ गोकु जय ढेँडो जय भाले